सानिमा बैंक लिमिटेडको आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासिकको रिपोर्ट आइसकेको छ। रिपोर्ट आइसकेपछि यसको फन्डामेन्टल इन्डिकेटरहरू हेर्दाखेरि अधिकांश फन्डामेन्टल इन्डिकेटरमा यसको एकदम राम्रो प्रगति देखिएको छ। रिपोर्ट पश्चात सानिमा बैंकको पेड अप क्यापिटल बढेर 15 अर्ब 58 करोड पुगेको छ, जुन गत वर्षभन्दा 14.73% वृद्धि हो। रिजर्भ्स पनि वृद्धि भएको छ, राम्रो वृद्धि भएको छ। रिजर्भ्समा 9 अर्ब 12 करोडको रिजर्भ्स रहेको छ, यो 24.16% बढेको छ गत वर्षभन्दा। रिटेन अर्निङमा पनि एकदम राम्रो प्रगति गरेको छ। रिटेन अर्निङ बढेर 2 अर्ब 88 करोड पुगेको छ, जुन गत वर्षभन्दा 37.15%ले बढाएको छ। अनि डिपोजिट बढेको छ, 2 खर्ब 49 अर्बमा डिपोजिट छ भने 1 खर्ब 96 अर्ब मात्रै लोनतिर प्रवाह गरेको छ। यो भनेको 11.24% को वृद्धि छ गत वर्षभन्दा। नेट इन्ट्रेस्ट इन्कम बढेर 6 अर्ब 79 करोड पुगेको छ, लगभग 7 अर्ब, यो गत वर्षभन्दा 10%ले बढेको छ। नेट फी कमिसन 1 अर्ब 33 करोड पुगेको छ, 11% को वृद्धि रहेछ। अपरेटिङ प्रफिट 5 अर्ब 17 करोड पुगेको छ, जुन 44% ले झन्डैले वृद्धि गरेको छ यो वर्ष। अनि नेट प्रफिट हेर्दाखेरि नेट प्रफिट बढेर 5 अर्ब 55 करोड पुगेको छ, जुन गत वर्षभन्दा 38.01%ले बढेको। गत वर्ष 2 अर्ब 57 करोड मात्रै थियो यसको नेट प्रफिट चौथो क्वार्टरमा भने यो वर्ष 3 अर्ब 55 करोड पुगेको छ, एकदमै राम्रो वृद्धि गरेको छ। डिस्ट्रिब्युटेबल प्रफिटमा पनि एकदम राम्रो छलाङ मारेको छ, 2 अर्ब 83 करोड पुगेको छ डिस्ट्रिब्युटेबल प्रफिट, जुन चाहिँ गत वर्षभन्दा 34.66% ले बढियो। त्यस्तै गरेर इपिएस बढेर 25.57 पुगेको छ, गत वर्ष 18.94 थियो, जुन चाहिँ 35.96% को वृद्धि हो भने अब डिस्ट्रिब्युटेबल प्रफिट बढेसँगै डिस्ट्रिब्युटेबल इपिएस पनि बढ्ने नै भइहाल्यो। डिस्ट्रिब्युटेबल इपिएस बढेर 20.85 पुगेको छ, गत वर्ष 15.48 थियो डिस्ट्रिब्युटेबल इपिएस। अहिले वितरणयोग्य प्रति शेयर आम्दानी बढेर 20.85 पुगेको छ, जुन गत वर्षभन्दा 34.69% ले बढेको रहेछ। नेटवर्थमा पनि अलिकति वृद्धि छ, 188 पुगेको छ नेटवर्थ, 11.10% ले वृद्धि गरेको छ। रिटर्न अन इक्विटी बढेर 14.39 पुगेको छ, जुन चाहिँ 22.79% को वृद्धि हो। रिटर्न अन एसेट 1.28 पुगेको छ, 24.27% ले वृद्धि गरेको छ। एनपिएल घटाएको छ, अर्को राम्रो पाटो। एनपिएल घटाएर 2.87% मा झारेको छ। गत वर्ष चौथो क्वार्टरमा 3.01% थियो, अहिले घटेर 2.87 मा झारेको छ, यो 4% लगभग घटाएको छ। यो भनेको अर्को राम्रो पाटो छ। क्वार्टर टु क्वार्टर हेर्ने हो भने चाहिँ फर्स्ट क्वार्टरमा अलिकति बढिरहेछ 3.91, सेकेन्ड क्वार्टरमा 1.33, चौथो क्वार्टरमा 3.79 थियो, यो अहिले क्वार्टर टु क्वार्टरमा हेर्दा चौथो क्वार्टरबाट हेर्दा चाहिँ फेरि राम्रो प्रगति गरेर 2.87 मा झारेको छ। यो एनपिएल घट्नु पनि अर्को पोजिटिभ पाटो छ। अन्य कुराहरुमा टोटल एसेट बढेर 2 खर्ब 91 अर्ब पुगेको छ र टोटल लायबिलिटिज पनि 2 खर्ब 64 करोड पुगेको छ। कस्ट अफ फन्ड्स अलिकति घटेको छ, बेस रेट घटेको छ, इन्ट्रेस्ट स्प्रेड रेट पनि घटेको छ, सिडी रेशियो 80.77 रहेछ। टोटल इक्विटी हेर्ने हो भने 27 अर्ब 59 करोड टोटल इक्विटी पुगेको देखियो। सरसर्ती हेर्दाखेरि सानिमा विकास बैंकको अधिकांश फन्डामेन्टल इन्डिकेटरहरुमा लगानीकर्ताले खोजे जस्तै राम्रो प्रगति भएको यो वर्ष देखिएको छ। यस हिसाबले यस बैंकबाट लगानीकर्ताले यो वर्षको प्रतिफल अलिकति राम्रै अपेक्षा गर्न सकिन्छ। त्यसो भन्दै गर्दा गत वर्ष चाहिँ कति दिएको थियो भनेर हेर्दाखेरि गत वर्ष 7.37% को डिभिडेन्ड दिएको थियो, जसमा टोटल क्याश थियो। विगत 2 वर्ष हेर्दा टोटली क्याश मात्रै दिएको रहेछ, डिभिडेन्ड दिएको रहन्छ र त्यो भन्दा अगाडि हेर्ने भने चाहिँ यसको डिभिडेन्ड 14.7% को 80 को डिभिडेन्ड दिँदै गर्दा 9% को बोनस शेयर र 5.7% को क्याश डिभिडेन्ड गरेर 14.7% ले दिएको रहेछ। अब मुख्य कुरा त गत वर्षलाई हेर्यो, गत वर्ष 7.37% को डिभिडेन्ड दिएको थियो र यसको यदि डिस्ट्रिब्युटेबल इपिएस हेर्दा चाहिँ गत वर्ष धेरै नै थियो। यस हिसाबले गर्दा अलिकति कन्जुस बैंक हो कि भन्न पनि सकिन्छ है। डिस्ट्रिब्युटेबल इपिएस गत वर्ष पनि 15.48 रहेको थियो, 15.48 को डिस्ट्रिब्युटेबल इपिएस हुँदा पनि यसले कति दियो 7%
को आसपासमा आधी मात्रै दिएको छ र यो वर्ष 20.85 पुगेको छ। यो हिसाबले गर्दाखेरि अलिकति कन्जुसाइ नै गऱ्यो भने 10% को आसपासको हुन सक्ला कि भन्ने अनुमान गर्न सकिन्छ। त्योभन्दा सायद 10 भन्दा बढी नै पनि दिन सक्ने सम्भावना छ, किनकि रिटेन अर्निङ पनि बढेर नै गएको छ। त्यो हिसाबले गर्दाखेरि अनि अलिकति अपेक्षा भने राम्रै गर्न सकिन्छ। अनि सानिमा बाइङको डेली टाइम फ्रेममा टेक्निकल चार्ट हेर्ने हो भने एक किसिमको राम्रो वृद्धि अप ट्रेन्डमा नै रहेको देख्न सकिन्छ। राम्रो वृद्धि गर्दै गर्दाखेरि अब एउटा अलिकति स्ट्रङ रेजिस्टेन्स लेभलमा पुगेको छ। अलिकति स्ट्रङ रेजिस्टेन्स लेभलमा पुगिसकेको हुनाले अबको वृद्धि भनेको भइहाल्यो भने पनि धेरै थोरै युनिटको मात्रै वृद्धि हुने सम्भावना छ र तत्कालका लागि अलिकति सर्ट टर्ममा हेर्ने भने थोरै करेक्सनको अपेक्षा पक्कै पनि गर्न सकिन्छ, किनकि यो एक लेभलको यहाँ वृद्धि 344 को लो लगाइसकेपछि 343-44 को लो लगाइसकेपछि 373 सम्मको वृद्धि अलिकति भइसकेको छ। यो लेभलको वृद्धि भइसकेपछि सामान्यतया अलिकति सर्ट टर्म बाइङ गर्नेहरूको त सामान्य प्रफिट बुकको सम्भावना रहन्छ, 10-12% को प्रफिट बुक रहन सक्छ। त्यसले गर्दाखेरि पनि यो प्रफिट बुकको भयो भने अलिकति करेक्सन भने सामान्य करेक्सन आउन सक्छ। त्यो करेक्सनमा यदि तपाईँ लङ टर्म इन्भेस्टमेन्ट सानिमा बाइङको प्लान हो भने त्यो करेक्सनमा तपाईँले बाइ गर्ने चाहिँ उपयुक्त समय हुन सक्छ। त्यो भनेको अहिले तपाईँले यदि क्यान्डल वाइज नै हेर्नुहुन्छ नि यहाँ राम्रो ठुलो फेयर भ्यालु ग्याप रहेको छ 358 भन्दा तल। सो 358 देखिको यो रेन्ज जुन छ त्यो रेन्जमा नै तपाईँले बाइ गर्ने, यो क्यान्डललाई टार्गेट गरेर यो क्यान्डलको लगभग 350-58 को बीचको यो फेयर भ्यालु ग्यापलाई पुरा गर्न आउन सक्ने सम्भावना प्रबल नै छ। यो फेयर भ्यालु ग्यापमा आइपुग्दै गर्दाखेरिको बाइङ स्ट्राटेजी उपयुक्त हुन सक्छ यदि तपाईँ सानिमा ब्याङ्कमा नै तुरुन्तै अलिकति डिभिडेन्ड अपेक्षाका साथ बाइङ गर्ने स्ट्राटेजीमा हुनुहुन्छ भने। होइन अब लङ टर्मको इन्भेस्टमेन्ट हो भने अलिकति केही समय कुरेर डिभिडेन्ड डिक्लेरेसन भइसकेर बुक क्लोज भइसकेपछिको करेक्सनको समय चाहिँ बेस्ट बाइको उपयुक्त हुन सक्छ। अलि लामो समयको लागि तपाईँ बाइङको स्ट्राटेजीमा हुनुहुन्छ भने है। अन्य कुराहरूलाई पनि तपाईँले हेर्न सक्नुहुन्छ। आरएसआई हेर्दाखेरि अप ट्रेन्डमा नै छ तर अलिकति साइडवेज मुभमा भएको देखेको छ। 62 मा आरएसआई आइपुगेको छ। अहिले स्टोकास्टिक आरएसआईले अलिकति डाउन ट्रेन्डको मुभमेन्ट लिन्छ कि जस्तो पनि देखिएको छ है। बोलिन्जर ब्यान्डमा हेर्दा चाहिँ मिडल ब्यान्डभन्दा माथि त छ नै, इएमए 9 भन्दा पनि माथि नै रहेको छ। त्यसैले अलिकति साइडवेज भएर माथिल्लो मुभ लिन पनि सक्छ, किनकि नजिकै रेजिस्टेन्स छ। यो लेभललाई पनि ख्याल गरेर आफ्नो विश्लेषणलाई पनि आधार बनाउनुहोस्, आफूले पनि विश्लेषण गर्नुहोस् अनि मात्रै डिसिजन गर्नु होला, यही अनुरोध छ।